मेन्टेनेन्समा जान लागेको फ्लाइटमा कसरी बाहिरी पेसेन्जरलाई हालियो। यदि नियमन सही हुन्थ्यो, यदि नियमन निकायले राम्रो कार्य गर्थ्यो भनेदेखि यो त्रुटि त हुन्थेन नि त। अनाहकमा एउटा चाहिँ सानो बच्चाले एकजना चाहिँ ऊर्जा मन्त्रालयमा काम गर्ने कर्मचारीले ज्यान दिनुपर्ने आवश्यकता हुन्थेन नि। त्यो नियमन कार्य त्यहीँनिर फितलो भयो। त्यस कारणले पनि नेपालमा भएका नियमन कार्यहरू एकदमै कमजोर छ, फितलो छ भन्ने कुरा त्यहीँबाट पनि देखिन्छ। यसलाई सुधारको लागि अब हामीले तत्कालका रूपमा चाहिँ यो विधेयकलाई छुट्याउनै पर्ने आवश्यकता देखिन्छ। आएको छ राम्रो, यद्यपि यो विधेयकमा धेरै यो त्रुटिहरू सच्याउनु पर्ने कुरा छ। समितिमा हामी गरि नै हाल्छौँ। तर जाँदा जाँदै म मन्त्रीज्यूसँग अघि मैले भने यो सौर्य विमानमा भएका त्रुटिहरूका विषयमा ती मानिसहरूलाई कारबाही भयो कि भएन, कहिले हुन्छ कारबाही भन्ने कुरा चाहिँ मन्त्रीज्यूले अहिले जवाफदिता दिनु होला। जहिले पनि सार्वजनिक वित्तमा यो नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउने भन्ने बित्तिकै युरोपियन युनियनको दबावमा चाहिँ यो विषय आएको हो भन्ने किसिमको चर्चाहरू पनि कहिले कहिले सुन्ने गरिन्छ। अनि मैले यो विषयलाई अझ गहिरिएर हेरेँ। यो विषय साँच्चीकै बाहिरबाट आयातित विषय हो कि हाम्रै संसदमा उठेको विषय हो कि राज्यकै अवधारणा हो कि के हो भनेर मैले अलिकति गहिरिएर यसलाई चाहिँ अध्ययन गर्ने प्रयत्न गरेँ। यो विधेयकको सुरुमा सैद्धान्तिक अवधारणामा पनि यो कुरा थोरै खुलाएको रहेछ। मलाई खुसी लाग्यो। यो 2010 मे 25मा चाहिँ एसियन डेभलपमेन्ट ब्याङ्कसँग एयर ट्रान्सपोर्ट क्यापासिटी इन्हान्समेन्ट प्रोजेक्ट सञ्चालन गर्ने भनेर $70 मिलियन चाहिँ लोन लिएको रहेछ। अनि त्यसमा चाहिँ $10 मिलियन चाहिँ ग्रान्ट दिएको रहेछ यो इन्हान्समेन्ट गर्ने भनेर। अनि त्यसमा त्यही बेलादेखि चाहिँ राज्यले अवधारणा के बनाएको रहेछ भने हाम्रो यो हवाई क्षेत्रलाई चाहिँ सेवा प्रदायक र नियामक निकायमा छुट्याउनु पर्छ भनेर त्यसरी कन्सेप्ट त्यतिखेरदेखि लिएको रहेछ। र त्यसपछिकै यताका सबै योजना आयोगका किताबहरूमा बजेटहरूमा चाहिँ यो प्राथमिकतामा यो विषयलाई राखिएको रहेछ। तर के भयो भनेदेखि हाम्रो शैली कस्तो भयो भनेदेखि कुनै ब्याङ्कसँग, एसियन डेभलपमेन्ट ब्याङ्क त एउटा नितान्त ब्याङ्क हो, कुनै ब्याङ्कसँग हामीले लोन लिन जाँदाखेरि त किन लोन लिन जाने भनेर पहिला राज्यले आफ्नो एउटा अथवा क्लाइन्टले एउटा प्रस्ताव राख्छ नि। अनि म फलानो काम गर्छु भनेर लोन लिने, त्यो पनि चान्चुने थोरै पैसा होइन, $70 मिलियन लोन र $10 मिलियन ग्रान्ट छ। अनि त्यो लोन लिइसके पछाडि त्यो लोनबाट नेपाली जनतालाई त त्यो लोन त नेपाली जनताकै टाउकोमा पर्यो। अनि त्यसको ब्याज पनि नेपाली जनताले तिरेको करबाटै गर्ने। अनि लोन लिएर फलानो काम गर्छु भनेर लोन लिएर आज चाहिँ 2025 भयो, अहिलेसम्म पनि केही मानिसहरू चाहिँ यो गर्नु हुँदैन, यो आयातित विषय हो भनेर यो विषयलाई अतिरञ्जित गर्न खोजिरहेका छन्। यो आपत्तिजनक विषय हो सभामुख महोदय। मैले मन्त्रीज्यूसँग यो विषय राखेँ। अब यसरी यो खालको हाम्रो प्रवृत्ति भयो भने कस्तो देखिन्छ भने नेपाललाई चाहिँ यस्तो किसिमको माग्ने कस्तो किसिमको माग्ने बनाउने भनेदेखि एउटा चाहिँ सामान्य पनि आफूले गरेको प्रमिससम्म पुरा नगर्ने किसिमको एउटा नेपाललाई यो खालको लज्जाबोध गर्ने परिस्थिति निर्माण गर्ने कार्य उपयुक्त होइन। यो मैले चाहिँ यहाँ स्ट्रेस गरेँ। अब अहिलेकै परिस्थितिमा यदि हाम्रो नागरिक उड्डयन प्राधिकरण सुरक्षित हुन्थ्यो, सही हुन्थ्यो, राम्रोसँग काम गरेको हुन्थ्यो भने यो अहिले यो छुट्याउनु पर्ने विषयहरू आउँथेन होला। अघि भर्खर पनि कुरा उठ्यो, हाम्रो एकजना पत्रकार हुनुहुन्छ प्रकाश खतिवडा, उहाँले आफ्नो छोरी नाति अनि ज्वाइँ सबै चाहिँ सौर्य विमानको त्यो फ्लाइटमा चाहिँ दुर्घटनामा उहाँले गुमाउनु परेको अवस्था छ। मैले मन्त्रालयसँग प्रश्न गरेको थिएँ, यो फेरि फ्लाइटमा पेसेन्जरहरू कसरी हाल्नुभयो? अनि मलाई चाहिँ त्यो प्रश्नोत्तरमा लेखेर दिएको उत्तरमा फेरि फ्लाइट चाहिँ होइन, भ्यालिड अझै थियो, त्यो फेरि फ्लाइटको पर्मिट लिन आवश्यक नपर्ने भनेर उत्तर दिएको मैले पाएँ। मैले मन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु, नेपालमा यो नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी विधेयक अन्ततः संसदमा टेबल भई छलफलमा आएको छ। यो कार्यको लागि मन्त्रीज्यूलाई धन्यवाद, निकै सराहनीय कार्य गर्नुभएको छ। यो नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउने विषय सार्वजनिक वृत्तमा आउने बित्तिकै प्राय युरोपियन युनियनले लगाएको प्रतिबन्ध चाहिँ बढी केन्द्रमा हुने गर्छ। तर सभामुख महोदय, यो प्रतिबन्ध हटाउनु पर्ने आवश्यक छ। यो प्रतिबन्धको विषय पक्कै पनि सबैको चासोको विषय हो। यो ऐन पारित भइसके पछाडि, यो कानुन निर्माण भएपछि यो प्रतिबन्धलाई हटाउनको लागि अझ बल पनि पुग्ला। तर सबैभन्दा महत्त्वपूर्ण विषय, योभन्दा पनि अझ महत्त्वपूर्ण विषय चाहिँ नेपाली नागरिकहरूको यात्रा गर्दा सुरक्षित महसुस गर्ने विषय हो। नेपाली नागरिकहरूले हवाई यात्रामा सुरक्षा गर्दाखेरि सुरक्षित महसुस गरेका छन् कि छैनन् भन्ने कुरा, त्यो कुरा चाहिँ प्रधान विषय हो। त्यस पछाडि अन्य विषयहरू प्रतिबन्ध हटाउने लगायतका विषयहरू हुन्। अहिले नेपालका आम नागरिकहरूले हवाई सुरक्षाका विषयमा निकै चासो दिइराखेका छन्। हवाई यात्रा गर्दाखेरि जहिले पनि एकदमै भगवानसँग पहिला प्रार्थना गरेर अनि यात्रा गर्नुपर्ने जस्तो किसिमको परिस्थिति सिर्जना भएको छ। यो परिस्थितिलाई हल गर्नको लागि पनि
एउटा सहजता प्रदान गर्नको लागि पनि यो नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउने विधेयक जुन आएको छ यो स्वागत योग्य छ। त्यसकारणले म यो संसदमा के कुरा अझ जोड दिएर राख्न चाहन्छु भने युरोपियन युनियनको कालो सूचीभन्दा माथि नेपाली नागरिक र आम हवाई यात्रा गर्ने नागरिकहरूको यात्रुहरूको सुरक्षाको खातिर चाहिँ यो विधेयक आउन आवश्यक छ। त्यसकारणले गर्दा मैले यो विषयलाई जोड दिएँ, किनभने सभामुख महोदय जहिले पनि सार्वजनिक वृत्तमा यो नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउने भन्ने बित्तिकै युरोपियन युनियनको दबाबमा चाहिँ यो विषय आएको हो भन्ने किसिमको चर्चाहरू पनि कहिले कहिले सुन्ने गरिन्छ। अनि मैले यो विषयलाई अझ गहिरिएर हेरेँ, यो विषय साँच्चीकै बाहिरबाट आयादित विषय हो कि हाम्रै संसदमा उठेको विषय हो कि राज्यकै अवधारणा हो कि के हो भनेर मैले अलिकति गहिरिएर यसलाई चाहिँ अध्ययन गर्ने प्रयत्न गरेँ। यो विधेयकको सुरुमा सैद्धान्तिक अवधारणामा पनि यो कुरा थोरै खुलाएको रहेछ, मलाई खुसी लाग्यो। यो 2010 मे 25 चाहिँ एसियन डेभलपमेन्ट ब्याङ्कसँग एयर ट्रान्सपोर्ट क्यापासिटी इन्हान्समेन्ट प्रोजेक्ट सञ्चालन गर्ने भनेर $70 मिलियन चाहिँ लोन लिएको रहेछ। अनि त्यसमा चाहिँ $10 मिलियन चाहिँ ग्रान्ट दिएको रहेछ यो इन्हान्समेन्ट गर्ने भनेर। अनि त्यसमा त्यही बेलादेखि चाहिँ राज्यले अवधारणा के बनाएको रहेछ भने हाम्रो यो हवाई क्षेत्रलाई चाहिँ सेवा प्रदायक र नियामक निकायमा छुट्याउनु पर्छ भनेर त्यसरी कन्सेप्ट त्यतिखेरदेखि लिएको रहेछ। र त्यसपछिकै यताका सबै योजना आयोगका किताबहरूमा बजेटहरूमा चाहिँ यो प्राथमिकतामा यो विषयलाई राखिएको रहेछ। तर के भयो भनेदेखि हाम्रो शैली कस्तो भयो भनेदेखि कुनै ब्याङ्कसँग, एसियन डेभलपमेन्ट ब्याङ्क त एउटा नितान्त ब्याङ्क हो, कुनै ब्याङ्कसँग हामीले लोन लिन जाँदाखेरि त किन लोन लिन जाने भनेर पहिला राज्यले आफ्नो एउटा अथवा क्लाइन्टले एउटा प्रस्ताव राख्छ नि, अनि म फलानु काम गर्छु भनेर लोन लिने, त्यो पनि चान्चुने थोरै पैसा होइन, $70 मिलियन लोन र $10 मिलियन ग्रान्ट छ। अनि त्यो लोन लिइसके पछाडि त्यो लोनबाट नेपाली जनतालाई त त्यो लोन त नेपाली जनताकै टाउकोमा पर्यो, अनि त्यसको ब्याज पनि नेपाली जनताले तिरेको करबाटै गर्ने। अनि लोन लिएर फलानु काम गर्छु भनेर लोन लिएर आज चाहिँ 2025 भयो, अहिलेसम्म पनि केही मानिसहरू चाहिँ यो गर्न हुँदैन, यो आयातित विषय हो भनेर यो विषयलाई अतिरञ्जित गर्न खोजिरहेका छन्। यो आपत्तिजनक विषय हो सभामुख महोदय, मैले मन्त्रीज्यूसँग यो विषय राखेँ। अब यसरी यो खालको हाम्रो प्रवृत्ति भयो भने कस्तो देखिन्छ भने नेपाललाई चाहिँ यस्तो किसिमको माग्ने कस्तो किसिमको माग्ने बनाउने भनेदेखि एउटा चाहिँ सामान्य पनि आफूले गरेको प्रमिससम्म पुरा नगर्ने किसिमको एउटा नेपाललाई यो खालको लज्जाबोध गर्ने परिस्थिति निर्माण गर्ने कार्य उपयुक्त होइन, यो मैले चाहिँ यहाँ स्ट्रेस गरेँ। अब अहिलेकै परिस्थितिमा यदि हाम्रो नागरिक उड्डयन प्राधिकरण सुरक्षित हुन्थ्यो, सही हुन्थ्यो, राम्रोसँग काम गरेको हुन्थ्यो भने यो अहिले यो छुट्याउनु पर्ने विषयहरू आउँथेन होला। अघि भर्खर पनि कुरा उठ्यो, हाम्रो एकजना पत्रकार हुनुहुन्छ प्रकाश खतिवडा, उहाँले आफ्नो छोरी नाति अनि ज्वाइँ सबै चाहिँ सौर्य विमानको त्यो फ्लाइटमा चाहिँ दुर्घटनामा उहाँले गुमाउनु परेको अवस्था छ। मैले मन्त्रालयसँग प्रश्न गरेको थिएँ, यो फेरि फ्लाइटमा पेसेन्जरहरू कसरी हाल्नु भयो? अनि मलाई चाहिँ त्यो प्रश्नोत्तरमा लेखेर दिएको उत्तरमा फेरि फ्लाइट चाहिँ होइन, भ्यालिड अझै थियो, त्यो फेरि फ्लाइटको पर्मिट लिन आवश्यक नपर्ने भनेर उत्तर दिएको मैले पाएँ। मैले मन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु, मेन्टेनेन्समा जान लागेको फ्लाइटमा कसरी बाहिरी पेसेन्जरलाई हालियो? यदि नियमन सही हुन्थ्यो, यदि नियमन निकायले राम्रो कार्य गर्थ्यो भनेदेखि यो त्रुटि त हुन्थेन नि त। अनाहकमा एउटा चाहिँ सानो बच्चाले, एकजना चाहिँ ऊर्जा मन्त्रालयमा काम गर्ने कर्मचारीले ज्यान दिनुपर्ने आवश्यकता हुन्थेन नि, त्यो नियमन कार्य त्यहीँनिर फितलो भयो। त्यस कारणले पनि नेपालमा भएका नियमन कार्यहरू एकदमै कमजोर छ, फितलो छ भन्ने कुरा त्यहीँबाट पनि देखिन्छ। यसलाई सुधारको लागि अब हामीले तत्कालका रूपमा चाहिँ यो विधेयकलाई छुट्याउनै पर्ने आवश्यकता देखिन्छ, आएको छ राम्रो। यद्यपि यो विधेयकमा धेरै यो त्रुटिहरू सच्याउनु पर्ने कुरा छ, समितिमा हामी गरि नै हाल्छौँ। तर जाँदै म मन्त्रीज्यूसँग अघि मैले भने यो सौर्य विमानमा भएका त्रुटिहरूका विषयमा ती मानिसहरूलाई कारबाही भयो कि भएन, कहिले हुन्छ कारबाही भन्ने कुरा चाहिँ मन्त्रीज्यूले अहिले जवाफदिता दिनु होला। अन्य विषय त अब आएको छ, समितिमा गएर व्यापक यसका सैद्धान्तिक विषयमा जो कन्सर्नहरू बाहिर आइरहेका छन् यसका विषयमा हामी राख्ने नै छौँ। हस्, धन्यवाद।